नमस्ते। आज म समाजशास्त्र कक्षा 11 को सामाजिकरण विषयमा केही कुराहरू राख्न आइरहेको छु। आशा छ तपाईहरूले मन पराउनुहुनेछ। प्रश्न छ, सामाजिकरणका परिभाषा दिनुहोस्। सामाजिकरणका निकायहरू बारे व्याख्या गर्नुहोस्। उत्तर यस प्रकार छ। मानिस एक सामाजिक प्राणी हुन्, त्यसैले समाजबाट विभिन्न कुराहरू सिक्छन्, जसबाट मानिस समाजका एक पूर्ण सदस्य बन्दछ। यसैलाई नै सामाजिकरण भनिन्छ। सामाजिकरण व्यक्तिको व्यक्तित्व बनाउने, निखार्ने र सुधार्ने प्रक्रिया हुन्, जसबाट मानिसले समाजमा आफ्नो छुट्टै पहिचान बनाउँछ। यही प्रक्रिया एक पुस्ताले अर्को पुस्तामा पुस्तान्तरण गर्दै जान्छ। सामाजिकरणका परिभाषा। एच जोन्सनका अनुसार सामाजिकरण त्यो प्रक्रिया हो जसले व्यक्तिलाई सामाजिक भूमिका निर्वाह गर्न योग्य बनाउँछ। पार्सन्सका अनुसार कुनै व्यक्तिद्वारा सामाजिक मूल्य र मान्यता सिक्न र त्यसलाई आन्तरिकरण गर्न प्रक्रियालाई सामाजिकरण भनिन्छ। यी परिभाषा अनुसार सामाजिकरण भन्नाले निम्न कुराहरू बुझ्न सकिन्छ। 1. सामाजिकरण एक सिक्ने प्रक्रिया हो। 2. सामाजिकरण एक व्यक्ति विकास गर्ने प्रणाली हो। 3. सामाजिकरण संस्कृतिको हस्तान्तरणमा सहयोगी प्रणाली हो। 4. सामाजिकरण व्यक्तिद्वारा संस्कृति तथा सांस्कृतिक तत्त्वको आन्तरिकरण गर्ने प्रणाली हो। 5. सामाजिकरण समाजमा सामाजिक प्राणी भएर बाँच्न सिकाउँछ। सामाजिकरणका प्रक्रिया तथा निकायहरूमध्ये कुनै पनि व्यक्तिको व्यवहार नक्कल गरिएको हुन्छ। समाजमा रहनेहरूले आफ्नो रहन सहन, परिवार, छर छिमेकी, भाषा, शैली समाजमै हुन्छ र समाजबाट सिक्छ। कुनै नयाँ व्यक्ति वा बच्चालाई समाजवादी व्यवहारमा उतार्छ र व्यक्तिलाई समाजबाटै उसको परिचय निर्माण गर्न सघाउ पुर्याउँछ। आफू बस्ने वासस्थानको भाषालाई सञ्चार र प्रशिक्षण दिन्छ। यो नै सामाजिकरण प्रक्रिया हो। हवस् त, अहिले यति नै। यदि यो प्रश्नको उत्तर तपाईँहरूले मन पर्यो भने यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।